हामी आज चाहिँ नि यो ठुलीबेरी नगरपालिका वडा नम्बर 6 मा पर्ने यो थरगाउँ गाउँमा छौँ। यो थरगाउँ गाउँ कस्तो भन्दाखेरि यो सरसफाइको लागि पूर्ण सरसफाइको लागि एकदमै चाहिँ नि अलिकति नमुनाको कामहरू चाहिँ भइराखेको छ यहाँ। त्यही भएर देख्नुहुन्छ यहाँले हामीले देख्न सक्छौँ यो गाउँ पनि कस्तो सुन्दर छ हैन, एकदमै राम्रो। र यसमा चाहिँ नि यो सरसफाइ प्रबन्धन गर्नुको लागि यहाँको चाहिँ पूर्ण सरसफाइ कार्यदलले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। आज हामी चाहिँ छोटोमा उहाँहरूसँग के छलफल गर्छौँ नि। नमस्ते। नमस्ते। हजुरको परिचय पाऊँ? मेरो नाम राजकुमारी बुढा, ठुलीबेरी नगरपालिका वडा नम्बर 6। हजुर। थरगाउँ डोल्पा। हजुर। तपाईको नाम? म सरसफाइको अध्यक्ष। हजुरको? मेरो नाम सबिना बुढा, ठुलीबेरी वडा नम्बर, घर मेरो थरगाउँ। अनि म सरसफाइको महिला सदस्य। अनि अध्यक्षज्यू के छ यो कहिलेबाट सुरु भयो यो चाहिँ नि भनौँ न यो सरसफाइको एउटा अभियान तपाईँले सुरु गर्नुभयो नि, कहिलेबाट सुरु गर्नुभयो, कति समय भयो होला? अब 1 वर्ष पुग्न लाग्यो होला सरसफाइ भएको। हजुर। अनि के गर्नुहुन्छ त हजुरहरूले? अब सरसफाइ हुने बेला टोलमा गएर हप्तामा सरसफाइ गर्नु होला दिदीबहिनी घर छिमेकी भनेर सूचना दिन्छु। अनि भने अनुसार गर्नुहुन्छ उहाँहरूले? कहिले त मान्दैन थिए, अनि अहिले त सबले मान्छन्। अनि सबै घरमा शौचालय छ? सबै घरमा शौचालय छ। अस्ति पहिला कृष्णजीले बनाउनु भने त्यतिखेर सबले कोहीको थिएन, अनि त्यति बेला अनि सबले बनाएको छ। अनि हात धुने ठाउँ पनि छ, साबुनहरू, त्यो डस्टबिनहरू, त्यो उहरू छ, सब छ, हर्पीहरू सब आफ्नो टोयलेटमा सब छ। अनि आज पनि हामी आएको, अनि हजुरहरूले एकदमै सबै चाहिँ महिला दिदीबहिनी हामी देख्न पनि सक्छौँ यहाँ पछाडिपट्टि होइन, अझै पनि छलफल भइराखेको छ। सधैँ यस्तो हुन्छ कि आज मात्रै हो? सधैँ हुन्छ। सधैँ हुन्छ। अनि आज हामीले यसो हेर्दाखेरि यो 2 हप्ताको हामी सरसफाइ गरेर भनेर गाउँ टोलमा जान्छु। घर आँगन पनि एकदमै सफा देखियो के यो कतिको चाहिँ नि कति समयमा सफा गर्नुहुन्छ हजुरहरूले? यो हप्ताको गर्छु। फोहोर भयो भने कहिले 2 हप्ताको, कहिले 1 हप्ताको, कहिले 2 दिनको, कहिले 1 दिनको गर्छु। अनि यो सरसफाइबाट चाहिँ नि के छ हजुरलाई कस्तो राम्रो प्रभाव परेको छ जस्तो लाग्छ? धेरै राम्रो। के परिवर्तन आएको छ? धेरै परिवर्तन भयो। पहिला बाटोमा दिसाघासा गर्दै थिए, पहिला टोयलेटहरू थिएन, अहिले अनि टोयलेट छ। टोयलेटमा जाने बच्चाहरू पनि त्यहाँ जाने, सबले सरसफाइ गर्ने, आफ्नो भान्सादेखि लिएर घर आँगन सफा गरेका छन्। त्यही भएर हामीलाई एकदम खुसी लागेको छ होइन? अनि अरू समुदाय छन् नि हजुरको यो चाहिँ नि सरसफाइमा अलिकति ध्यान नदिएको, उहाँहरूले के सुझाव दिनुहुन्छ? अब उहाँहरू मानेनन् भने अब हाम्रो गाउँमा सफा गरेर रोगहरू लाग्छ, झाडापखालाहरू लाग्छ, बिमारी हुन्छन्। फोहोर लुगा भए पनि सफा गरेर धुनु, अनि हात धुने पानी धारोमा साबुन ढाक्नु, टोयलेटमा साबुन ढाक्नु, फोहोर गर्नु, दिशा गरिसकेपछि हात धुने साबुन पानीले भनेर त्यसलाई सूचना दिन्छु बुढापाकाहरूलाई। धेरै राम्रो गरिरहेको छ होइन? अनि भनेपछि यो के अब निरन्तर गर्नुहुन्छ कि तपाईँहरू यो सुस्वार नभएपछि छोड्नुहुन्छ, के छ यो? केही छोडे छैन। अब सुस्वार नभए पनि हामी निरन्तर गर्नुहुन्छ? निरन्तर गर्छु। सुस्वारले पहिला गरिसक्यो, अब पनि हामी धेरै परिवर्तन आफैले गर्छु। अनि सुस्वारलाई के भन्न चाहनुहुन्छ? केही कुरा छ कि के धन्यवाद दिन चाहनुहुन्छ? खुसी हुनुहुन्छ होइन? खुसी छु। हुन्छ, हजुरहरूको एकदम निरन्तरता र यो सफलताको लागि शुभकामना छ। नमस्कार। नमस्कार। हस्। हामी आज चाहिँ नि यो ठुलीबेरी नगरपालिका वडा नम्बर 6 मा पर्ने यो थरगाउँ गाउँमा छौँ। यो थरगाउँ गाउँ कस्तो भन्दाखेरि यो सरसफाइको लागि पूर्ण सरसफाइको लागि एकदमै चाहिँ नि अलिकति नमुनाको कामहरू चाहिँ भइराखेको छ यहाँ। त्यही भएर देख्नुहुन्छ यहाँले हामीले देख्न सक्छौँ यो गाउँ पनि कस्तो सुन्दर छ होइन, एकदमै राम्रो। र यसमा चाहिँ नि यो सरसफाइ प्रबन्धन गर्नुको लागि यहाँको चाहिँ पूर्ण सरसफाइ कार्यदलले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। आज हामी चाहिँ छोटोमा उहाँहरूसँग के छलफल गर्छौँ नि। नमस्ते। हजुरको परिचय पाऊँ? मेरो नाम राजकुमारी बुढा, ठुलीबेरी नगरपालिका वडा नम्बर 6। हजुर। थरगाउँ डोल्पा। हजुर। तपाईको नाम? म सरसफाइको अध्यक्ष। हजुरको? मेरो नाम सबिना बुढा, ठुलीबेरी वडा नम्बर, घर मेरो थरगाउँ। अनि म सरसफाइको महिला सदस्य। अनि अध्यक्षज्यू के छ यो कहिलेबाट सुरु भयो यो चाहिँ नि
भनौँ न यो सरसफाइको एउटा अभियान तपाईँले सुरु गर्नुभयो नि कहिलेबाट सुरु गर्नुभयो कति समय भयो होला अब 1 वर्ष पुग्न लाग्यो होला ए सरसफाइ भएको हजुर अनि के गर्नुहुन्छ त हजुरहरूले अब सरसफाइ हुने बेला टोलमा गएर हप्तामा सरसफाइ गर्नु होला दिदीबहिनी घर छिमेकी भनेर सूचना दिन्छु अनि भने अनुसार गर्नुहुन्छ उहाँहरूले कोहीले त मान्दैन थिए अनि अहिले त सबले मान्छन् अनि सबै घरमा शौचालय छ सबै घरमा शौचालय छ अस्ति पहिला कृष्णजीले बनाउनु भने हो नि त्यतिखेर सबले कोहीको थिएन अनि त्यति बेला अनि सबले बनाएको छ ए अनि हात धुने ठाउँ पनि छ साबुनहरू त्यो डस्टबिनहरू त्यो उहरू छ सब छ हर्पीहरू सब आफ्नो टोयलेटमा सब छ ए अनि आज पनि हामी आएको अनि हजुरहरूले एकदमै सबै चाहिँ महिला दिदीबहिनी हामी देख्न पनि सक्छौँ यहाँ पछाडिपट्टि होइन अझै पनि छलफल भइराखेको छ सधैँ यस्तो हुन्छ कि आज मात्रै हो सधैँ हुन्छ अनि आज हामीले यसो हेर्दाखेरि यो 2 हप्ताको हामी सरसफाइ गरेर भनेर गाउँ टोलमा जान्छु घर आँगन पनि एकदमै सफा देखियो के यो कतिको चाहिँ नि कति समयमा सफा गर्नुहुन्छ हजुरहरूले यो हप्ताको गर्छु फोहोर भयो भने कहिले 2 हप्ताको कहिले 1 हप्ताको कहिले 2 दिनको कहिले 1 दिनको गर्छु अनि यो सरसफाइबाट चाहिँ नि के छ हजुरलाई कस्तो राम्रो प्रभाव परेको छ जस्तो लाग्छ धेरै राम्रो के परिवर्तन आएको छ धेरै परिवर्तन भयो पहिला बाटोमा दिशा घाँसा गर्दै थिए पहिला टोयलेटहरू थिएन अहिले अनि टोयलेट छ टोयलेटमा जाने बच्चाहरू पनि त्यहाँ जाने सबले सरसफाइ गर्ने आफ्नो भान्सादेखि लिएर घर आँगन सफा गर्ने गरेका छन् त्यही भएर हामीलाई एकदम खुसी लागेको छैन अनि अरू समुदाय छन् नि हजुरको यो चाहिँ सरसफाइमा अलिकति ध्यान नदिएको उहाँहरूले के सुझाव दिनुहुन्छ अब उहाँहरू मानेनन् भने अब हाम्रो गाउँमा सफा गरेर रोगहरू लाग्छ झाडापखालाहरू लाग्छ बिमारी हुन्छन् फोहोर लुगा भए पनि सफा गरेर धुनु अनि हात धुने पानी के अरे धारोमा साबुन ढाक्नु टोयलेटमा साबुन ढाक्नु फोहोर गर्नु दिशा गरिसकेपछि हात धुने साबुन पानीले भनेर त्यसलाई सूचना दिन्छु बुढापाकाहरूलाई धेरै राम्रो गरिरहेको छ होइन ए अनि भनेपछि यो के अब निरन्तर गर्नुहुन्छ कि तपाईँहरू यो सुस्वार नभएपछि छोड्नुहुन्छ के छ यो केही छोडे छैन अब सुस्वार नभए पनि हामी निरन्तर गर्नुहुन्छ निरन्तर गर्छु सुस्वारले पहिला गरिसक्यो अब पनि हामी धेरै परिवर्तन आफैले गर्छु अनि सुस्वारलाई के भन्न चाहनुहुन्छ केही कुरा छ कि के धन्यवाद दिन चाहनुहुन्छ खुसी हुनुहुन्छ होइन खुसी छु हुन्छ हजुरहरूको एकदम निरन्तरता र यो सफलताको लागि शुभकामना छ नमस्कार नमस्कार